आजको भिडियो रहेको छ नासाले लन्च गरेको नासा एक्स टिएमएस चाहिँ कसरी चलाउने भनेर। ब्रोकर नम्बर 58 ले चाहिँ नासा एक्स भन्ने आफ्नै ब्रोकर अर्थात् टिएमएस चाहिँ लन्च गरेको छ र यसको इन्टरफेस यस किसिमको रहेको छ साथीहरु। आज म तपाईहरुलाई यही नासा एक्स चाहिँ कसरी चलाउने र यसमा हामीले लगइन कसरी गर्न सकिन्छ यसका विभिन्न फिचर्सहरुको बारेमा जानकारी दिन गइरहेको छु। भिडियोलाई चाहिँ स्किप नगरी अन्तिमसम्म हेर्नु होला। यदि तपाई ब्रोकर नम्बर 58 प्रयोग गर्नुहुन्छ भने यसको चाहिँ एकदमै धेरै फाइदा रहेको छ र चलाउन पनि एकदमै सजिलो रहेको छ। यसमा हामीले सेकेन्डको मोमेन्टमहरु पनि थाहा पाउन सकिन्छ र कम्पनीको एनालाइसिस त्यसैगरी कुनै पनि कम्पनीको चार्ट प्याटर्नहरु पनि हामीले यहीबाट हेर्न सकिन्छ। यसमा के फिचर्स रहेका छन् र के परिवर्तन गरेर मोडिफाई गरेर ल्याएको यो किसिमको नासा एक्स नाम गरेको टिएमएस अर्थात् ब्रोकरको यो इन्टरफेसमा चाहिँ हामीले के सुविधा पाउन सकिन्छ, यसमा शेयर कारोबार कसरी गर्न सकिन्छ, कोलेटरल लोड कसरी गर्न सकिन्छ जस्ता जानकारी म तपाईहरुलाई यस भिडियोमा दिने नै छु। यस युट्युब च्यानलमा तपाई नयाँ हुनुहुन्छ भने मलाई सब्स्क्राइब गरेर जोडिएर नबिर्सनु होला। भिडियो सुरु गरौँ। सर्वप्रथम त यो इन्टरफेस हो नासा एक्स को साथीहरु। तपाई यदि लगइन गर्नु भएको छैन भने चाहिँ तपाईले सर्च बारमा आएर नासा सेक्रेटरी भनेर सर्च गर्नुभयो भने यस किसिमको यो वेबसाइटमा आउनुहुनेछ। यसपछि तपाईले यो नासा सेक्रेटरीमा क्लिक गरेर चाहिँ यहाँ सबैभन्दा माथि नासा एक्स भन्ने अप्सन पाउनुहुनेछ र नासा एक्स मा क्लिक गर्नुभयो भने यहाँनेर एउटा लगइन आइडी र पासवर्ड माग्नेछ र साइडमा तपाईलाई चाहिँ सेटअप भन्ने अप्सन्स पनि दिनेछ जुन म्यानुअलमा पनि देखाइएको छ। यहाँनेर तपाईले यस किसिमको इन्टरफेसमा आउनुहुनेछ। त्यसपछि यो नासामा छिरिसकेपछि साथीहरु अब तपाईले सबैभन्दा पहिले त लगइन गर्नुपर्ने हुन सक्छ र लगइन गर्नको लागि यो स्टार्ट भन्ने अप्सन छ साथीहरु र तपाईले यो स्टार्ट भन्ने अप्सनमा क्लिक गर्नु होला। स्टार्ट पछाडी चाहिँ के गर्ने भनेर एक किसिमको यो मेल आउनेछ र मेलमा तपाईले मेलमा यो क्लिक हियर भन्ने अप्सनमा क्लिक गरेर चाहिँ अगाडि जानुभयो भने तपाईलाई त्यहाँ इन्टरफेसमा चाहिँ यस्तो किसिमको लगइन गर्ने अप्सन दिनेछ र तपाईले टिएमएस अकाउन्ट बनाउँदा जुन इमेल आइडी राख्नु भएको थियो त्यही इमेल आइडी यहाँ राखिदिनु होला र पासवर्ड राखेर चाहिँ साइन इन गर्नु होला साथीहरु। यदि तपाईले पासवर्ड बिर्सिनु भने फरवर्ड पासवर्डमा गएर पनि यहाँ इमेल आइडी सबमिट गरेर क्रिएट गर्न सक्नुहुनेछ। त्यसपछि तपाईलाई एउटा लिंक पठाइनेछ जुन लिंक यस किसिमको हुने गर्दछ र त्यो लिंकबाट तपाईले सजिलैसँगले आफ्नो अकाउन्ट क्रिएट गर्न सक्नुहुनेछ। अकाउन्ट क्रिएट गर्नेबित्तिकै तपाईको पुरानो टिएमएस नम्बर चाहिँ यसरी नै आउनेछ साथीहरु। जुन मेरो यो टिएमएस नम्बर आएको छ, टिएमएस नम्बर यसरी नै आउनेछ र मार्केटमा तपाईले इन्ट्री मार्न सक्नुहुन्छ। अब यसको इन्टरफेस चाहिँ यो रहेको छ। यो होम पेज यही रहेको छ। अब होम पेजको बारेमा जानकारी लिनु होला। होम पेजको यो तलतिर चाहिँ नेप्सेको यो ग्राफ रहेको छ। यो तपाईले देख्न सक्नुहुन्छ र यो सेकेन्ड मोमेन्टम्सहरुको तल माथि गइरहेको हामीले यो एडभान्स किसिमको ग्राफ देख्न सकिन्छ भने राइट साइडमा चाहिँ माई ट्रेड समरी भन्ने अप्सन देख्न सकिन्छ। यसमा तपाईले कुनै शेयर किन्नु भएको छ, कुनै सेक्युरिटी बेच्नु भएको छ भने चाहिँ यहाँनेर देखाउनेछ जुन पुरानो मोडलमा पनि थियो अर्थात् नेप्सेको टिएमएस मा पनि थियो जुन चाहिँ हामीले पहिले प्रयोग गर्ने गर्थ्यौं। त्यसपछि तलतिर चाहिँ फन्ड समरी अर्थात् यो चाहिँ कोलेटरल समरी भन्ने अप्सन देख्न सकिन्छ र यहाँ तपाईले फन्ड अपडेट भनेर देख्न सक्नुहुनेछ। नेप्सेको पुरानो साइडमा पनि राइट साइडमै यस किसिमको इन्टरफेस अर्थात् यो किसिमको फिचर थियो र यसमा नयाँ केही छैन। तर कोलेटरल लोड गर्न चाहिँ अझै धेरै सजिलो बनाएको छ। तपाईले कोलेटरल लोड गर्न चाहनुहुन्छ भने चाहिँ यो फन्ड अपडेट भन्ने अप्सनमा यसरी क्लिक गरिदिनु होला। क्लिक गरिसकेपछि यसले तपाईलाई चाहिँ वालेट साइडमा पुर्याउनेछ साथीहरु र तपाईले एड फन्ड भन्ने अप्सनमा यसरी क्लिक गर्नेबित्तिकै यहाँनेर तीनवटा फिचर्सहरु देख्न सक्नुहुन्छ। एउटा कनेक्ट आइबीएस, अर्को ई-सेवा र अर्को खल्ती। यो तीनवटा तरिकाबाट तपाईले सजिलैसँग कोलेटरल लोड गर्नलाई सक्नुहुनेछ है त। एकदमै इजी छ पहिलेको भन्दा। र अर्को भनेको चाहिँ यसको तलतिर आएपछि यहाँनेर डीपी होल्डिङ भनेर देख्न सक्नुहुन्छ। तपाईले गर्नुभएको लगानी, त्यसैगरी तपाईले कतिवटा कम्पनीहरुमा लगानी गर्नुभएको छ र आजको दिनमा तपाईको चाहिँ कारोबार घटेको छ कि बढेको छ कि तपाईले लगानी गर्नुभएको कम्पनीको प्राइस घटेको छ कि बढेको छ कि भनेर यहाँनेर यही इन्टरफेसमा देखाउनेछ है। र यसको लेफ्ट साइडमा चाहिँ तपाईले देख्न सक्नुहुन्छ इन्डेक्स वाच लिस्ट भनेर। यहाँ कुन कम्पनीको अर्थात् कुन सेक्टरको चाहिँ कति बढेको छ, कुनको घटेको छ भनेर यहाँबाट हेर्न सक्नुहुने भयो। हाई लो कतिसम्म गएको थियो, ओपन कतिमा भएको थियो, क्लोज कतिमा भएको थियो र चेन्ज कति भयो भनेर है। त्यसैगरी डीपी वाच लिस्टमा तपाईले चाहिँ आफ्नो डीपी लाई पनि हेर्न सक्नुहुन्छ र माई वाच लिस्टमा तपाईले जुन कम्पनी राख्नु भएको छ त्यही कम्पनीहरुलाई पनि हेर्न सक्नुहुनेछ है त यहाँनेरबाट। अब तलतिर आइसकेपछि तपाईले यहाँनेर मार्केटको समरी देख्न सक्नुहुन्छ। आजको दिन अहिलेसम्म कति कम्पनीहरुको शेयर कारोबार भयो र यहाँनेर चाहिँ कतिको टर्नओभर भयो अर्थात् कति अर्बको कारोबार हुँदैछ भनेर देख्न सक्नुहुन्छ। र यसको माथितिर तपाईले चाहिँ सुरुमै है यो डेट देख्न सक्नुहुन्छ, मिति देख्न सक्नुहुन्छ, समय देख्न सक्नुहुन्छ र यहाँनेर चाहिँ कस्तो किसिमको अवस्था कन्टिन्यू सेसन्स हो कि प्री ओपनिङ सेसन्स हो कि स्पेशल प्री ओपनिङ सेसन्स हो कि भनेर पनि तपाईले देख्न सक्नुहुन्छ।
तलतिर आइसकेपछि राइट साइडमा न्युज एन्ड एनाउन्समेन्ट भनेर देख्न सक्नुहुन्छ। यहाँनिर डाइरेक्ट एक्सचार्जहरू यो कुन कुन कम्पनीहरूको के छ यो न्युजहरू यहाँ आउने गर्छ भने अब यसको लेफ्ट साइडमा चाहिँ टर्नओभर टप टर्नओभर कुन कम्पनीको कारोबार धेरै भएको छ, टप भोलम चाहिँ कुन कम्पनीको धेरै भोलम आएको छ भनेर चाहिँ यहाँनिर देखाउनेछ है। त्यस पछाडि अझै म तलतिर आएँ, आजको कारोबार दिनमा कुन कम्पनीको चाहिँ धेरै गेन भएको छ अर्थात् सेयर चाहिँ सकारात्मक सर्किट लागेको छ, त्यसै गरी यहाँनिर कुन कम्पनीको धेरै घटेको छ अर्थात् नकारात्मक सर्किट लागेको छ भनेर यहाँ देख्न सकिन्छ है। त्यस पछाडि तलतिर आउनु भने चाहिँ यसको इन्टरफेस इन्डिङ हुन जानेछ है। अब म तपाईहरुलाई अन्य फिचर्सको बारेमा चाहिँ जानकारी दिनेछु। म सबैभन्दा माथि आउनेछु सबैभन्दा पहिले, यति त तपाईले सिम्पल बुझ्नु भयो होला। यस पछाडि तपाईले आफूसँग भएको शेयर बेच्नको लागि होस् या किन्नको लागि चाहिँ तपाईले यो अर्डर भन्ने अप्सनमा क्लिक गर्नुपर्ने हुन्छ। अर्डरमा आइसकेपछि यो तपाईले यहाँनिर सबैभन्दा राइट साइडमा देख्न सक्नुहुन्छ मार्केट वाच भनेर, त्यसैगरी यो डिफिकल्ट भन्ने अप्सनमा रहेको छ। तपाईले यो डिफिकल्ट भन्ने अप्सनमा चाहिँ माई होल्डिङ भन्ने अप्सनमा क्लिक गर्नुभयो भने चाहिँ तपाईले आफूसँग भएको स्क्रिप्ट देख्न सक्नुहुन्छ र त्यहाँबाट चाहिँ तपाईले सेल भन्ने अर्थात् एस भन्ने अप्सनमा क्लिक गर्नु भने यो डाइरेक्टली सेल हुने अप्सनमा आउनेछ र बी भन्ने अप्सनमा क्लिक गर्नु भने डाइरेक्टली बाई हुने अप्सनमा चाहिँ अटोमेटिकली आउनेछ है त। र इन्डेक्स वाचमा तपाईले इन्डेक्स वाच र त्यसैगरी प्रमोटर वाचमा प्रमोटर मात्र पनि हेर्न सक्नुहुनेछ। र केही तपाईले एड गर्न चाहनुहुन्छ भने मार्केट वाच नेम कुनै कम्पनीको हेर्न चाहनुहुन्छ भने स्क्रिप्टको नाम यहाँनिर लेख्न पनि सक्नुहुनेछ। मैले यहाँनिर एमएलबीएस अर्थात् मानसी लघु वित्त वित्तीय संस्थान लिमिटेडको चाहिँ मार्केट वाचमा राखेको छु। अब म यस कम्पनीको शेयर चाहिँ किन्न चाहन्छु भने मैले यो बी मा गए भने बाईमा सिधै यहाँनिर स्क्रिप्ट जानेछ। एक्जाम्पलको लागि देखाउने छु। बी भन्ने अप्सनमा यसरी क्लिक गरिसकेपछि यहाँनिर माथितिर चाहिँ आजको कारोबारको बारेमा जानकारी दियो। मार्केट टाइप चाहिँ अहिले कन्टिन्यू सेसन्समा रहेको छ र क्वान्टिटी कति किन्ने भनेर क्वान्टिटीमा तपाईले राख्न सक्नुहुनेछ। 10 क्वान्टिटी पहिलो जसरी नै र प्राइसमा तपाईले 1587 रुपैयाँदेखि 1652 रुपैयाँ 4 पैसासम्मको लिमिटमा राख्न पर्ने हुन्छ। यति भित्र तपाईले जति प्राइस राखे पनि कुनै असर गर्ने छैन, तपाईले किन्न सक्नुहुनेछ साथीहरु। त्यसपछि यो बाई भन्ने अप्सनमा क्लिक गरिदिनु होला प्राइस राखेर। अहिले मैले प्राइस नराखेपछि अब तपाईले प्राइस राखेर बाई भन्ने अप्सनमा क्लिक गरिसकेपछि यहाँ तलतिर अर्डर बुक भन्ने अप्सनमा चाहिँ यसरी अर्डर बुक हुन जानेछ र यो चाहिँ देखाउनेछ है त। यसरी ओपन बाई भनेर यसरी देखाउनेछ। अब तपाईले यही अर्डरलाई चाहिँ एडिट गर्न चाहनुभयो भने पनि एडिट गर्न सक्नुहुन्छ। यहाँनिर मैले 1590 रुपैयाँ प्राइस राखेको छु। अब यसलाई चाहिँ 1590 नभइकन मार्केट बढेर गयो र मैले चाहिँ किन्न सकिन भने मैले बढेकै प्राइसमा पनि किन्न सक्छु। यहाँनिर तपाईले देख्न सक्नुहुन्छ टप बायर, यहाँनिर देख्न सक्नुहुन्छ टप सेलर, त्यसैगरी स्टकको इन्फर्मेसन देख्न सक्नुहुन्छ। यसमा अझै धेरै महत्त्वपूर्ण कुरा भनेको स्टक इन्फर्मेसन्स रहेको छ जुन पुरानोमा आउँदैन साथीहरु। यहाँ डे हाई भनेर देख्न सक्नुहुन्छ, त्यसैगरी एभरेज प्राइस भनेर देख्न सक्नुहुन्छ र डे लो भनेर देख्न सक्नुहुन्छ र प्रिभियस क्लोज त्यसैगरी चाहिँ भोलम देख्न सक्नुहुन्छ। आजको कारोबार दिनमा यस कम्पनीको 35 किता शेयर कारोबार भइसकेको छ र प्रिभियस क्लोज भनेको 1609 रुपैयाँ 93 पैसामा यस कम्पनीको शेयर कारोबार चाहिँ हिजोको कारोबार दिनमा क्लोज भएको थियो। र यहाँनिर चाहिँ तपाईले देख्न सक्नुहुन्छ डे हाईमा चाहिँ 1629 रुपैयाँमा यस कम्पनीको शेयर आज अहिलेसम्ममा चाहिँ हाईएस्ट मूल्यमा कारोबार भएको छ र डे लो भनेको 1620 रुपैयाँमा यस कम्पनीको लोएस्ट मूल्यमा आजको कारोबार दिनमा कारोबार भएको थियो भने एभरेज मूल्य चाहिँ 1625 रुपैयाँ 14 पैसा रहेको छ। यसबाट हामीलाई के थाहा हुन्छ भने एभरेज मूल्य थाहा हुनु भनेको अघिल्लो कारोबार दिनको एलटीपी थाहा हुनु हो, अर्थात् अघिल्लो कारोबार दिनको चाहिँ ओपनिङ मूल्य थाहा हुनु हो। अघिल्लो कारोबार दिनका लागि चाहिँ यदि क्लोज भयो भने आज मार्केट 1625 रुपैयाँ 14 पैसा चाहिँ यस कम्पनीको भोलिको ओपनिङ प्राइस बन्न जानेछ। र यस कम्पनीको शेयर 35 किता कारोबार हुँदा यतिको टर्नओभर भएको छ साथीहरु। र यहाँनिर तपाईले बायरहरुले यति प्राइस हालेका छन् र सेलरहरुले यति भनेर हेर्न सक्नुहुनेछ है त। चारवटा अर्डरमा चाहिँ 80 किता क्वान्टिटी 1596 रुपैयाँ 5 पैसामा चाहिँ यहाँ अर्डर बायरहरुले हालेका छन् भने सेलरले चाहिँ 85 किता कारोबार गर्नका लागि दुईवटा कम्पनी दुईवटाले चाहिँ यहाँनिर 1610 रुपैयाँ प्राइसमा चाहिँ अर्डर राखेका छन्। यसरी हामीले थाहा पाउन सक्यौं। अरु थप कुरा भनेको कम्पनीको बारेमा चाहिँ यो लेफ्ट साइडमा पनि देख्न सक्नुहुन्छ ओपन क्लोज, त्यसैगरी चाहिँ 52 हप्ताको सबैभन्दा हाईएस्ट मूल्य, 52 हप्ताको लोएस्ट मूल्य, यो सबै कुरा यहाँबाट देख्न सकिन्छ। र यस पछाडी अब तपाईहरुलाई यसरी हामीले यहाँबाट पनि सजिलैसँगले शेयर किनबेच गर्न सकिन्छ भनेर जानिसकेपछि अब तपाईहरुलाई म फन्डको बारेमा चाहिँ जानकारी दिनेछु। फन्डको बारे भनेको नासा वालेट हो। यहाँबाट तपाईले चाहिँ कोलेट्रल लोड गर्न सक्नुहुन्छ, कोलेट्रल विथड्र गर्न सक्नुहुन्छ, फन्ड विथड्र गर्न सक्नुहुनेछ, त्यस्तै रहेको छ है त। र यस पछाडी म तपाईहरुलाई मार्केटको बारेमा जानकारी दिन्छु। यदि तपाई मार्केटलाई मात्र हेर्न चाहनुहुन्छ भने पनि सजिलैसँगले हेर्न सक्नुहुनेछ है।
मार्केटमा यसरी क्लिक गरिसकेपछि चाहिँ साथीहरू अब तपाईँ यस किसिमको इन्टरफेसमा आउनुहुन्छ। जति बेला हामीले ड्यासबोर्डमा पनि अर्थात् होम भन्ने फिचर्समा पनि यो अप्सन देखेका थियौँ। यही चाहिँ अहिले कन्टिन्यू सेसनमा भएको कारणले गर्दा मार्केट रहेको छ। मार्केट आज कहिले बढ्यो, कति अङ्कसम्म पुगेर घट्यो, अर्थात् स्टार्टिङ कहाँबाट भएको थियो, सबै कुराहरू चाहिँ यहाँबाट देख्न सकिन्छ है त हामीले मार्केटको समरीमा चाहिँ। र माथितिर यहाँ नेप्से इन्डेक्स, त्यसै गरी सेन्सिटिभ इन्डेक्स सबै कुराहरू देख्न सकिन्छ। टर्नओभर, भोल्युम र स्क्रिप्टहरूको बारेमा पनि हामीले जानकारी लिन सकिन्छ, जुन पुरानो फिचर्समा पनि थियो। त्यस पछाडि कुनै कम्पनीको अर्थात् नेप्सेको चार्ट हेर्न चाहनुहुन्छ भने यो चार्ट भन्ने चाहिँ अप्सनमा चाहिँ क्लिक गरिदिनु होला। चार्ट्स भन्ने अप्सनमा क्लिक गरिसकेपछि यसरी चाहिँ सजिलैसँगले हामीले नेप्सेको चार्ट चाहिँ प्राप्त गर्न सकिन्छ। यो चार्ट भन्ने अप्सनमा धेरैवटा फिचर्सहरू रहेका छन् साथीहरू। सबैभन्दा माथि तपाईँले यो प्लसको आइकनमा क्लिक गरेर कुनै पनि कम्पनीको पनि हेर्न सक्नुभयो, कुनै पनि सेक्टरको पनि हेर्न सक्नुहुन्छ। यहाँनिर डेको हेर्ने भने डेको, सेकेन्डको हेर्ने भने सेकेन्डको, आवर र 6 मन्थसम्मको हेर्न सक्ने अप्सन्स रहेको छ है त। र त्यस पछाडि यहाँ क्यान्डल्सहरूको बारेमा दिएको छ तपाईँलाई। अब यसको बारेमा पनि यो पुरानै रहेको छ साथीहरू। र क्यान्डल्स प्याटर्न्समा मैले यसलाई राखेको छु। र इन्डिकेटर्सहरूमा पनि तपाईँले कुन इन्डिकेटर लगाएर युज गरेर चाहिँ हेर्ने यहाँनिर इन्डिकेटर्सहरू दिएको छ है त। नेप्से बढ्छ घट्छ सबै कुराहरू चाहिँ तपाईँले इन्डिकेटर्सहरू प्रयोग गरेर पनि हेर्न सक्नुहुन्छ। जस्तै बोलिङ्गर ब्यान्डको प्रयोग गर्ने हो भने अहिले बोलिङ्गर ब्यान्ड यसरी लगाएर हेर्न सकिन्छ। नेप्सेले अहिले बोलिङ्गर ब्यान्डको मिडल ब्यान्डमा चाहिँ ग्रिन क्यान्डल बनाएर अगाडि बढ्ने कोसिस गरिरहेको छ। र मार्केट अहिले 2655 अङ्क 44मा रहेको छ है त। र यसरी हामीले सजिलैसँग देख्न सकिन्छ। र बोलिङ्गर ब्यान्डको लोअर ब्यान्ड भनेको 2549 रुपियाँ 57 पैसा छ। अप्पर ब्यान्ड भनेको 2711 रुपियाँ 30 पैसा रहेको छ। यहाँबाट हामीले सजिलैसँगले रिडाइरेक्ट गरेर चाहिँ नेप्सेको यो चार्टमा पनि आउन सकिने भयो। अरू तपाईँले आरएसआईहरू विभिन्न इन्डिकेटरहरू पनि इन्डिकेटर्सहरूमा प्रयोग गरेर हेर्न सक्नुहुनेछ। र म अझै तपाईँहरूलाई यसको बारेमा जानकारी दिन्छु। केही रिपोर्टहरू गर्ने भने ट्रेड बुकको बारेमा रिपोर्ट, अर्डर बुकको बारेमा र होल्डिङ्स रिपोर्ट र नेट पोजिसन्सको बारेमा पनि तपाईँलाई केही रिपोर्ट चाहिएको छ भने यहाँबाट रिपोर्ट लिन सक्नुहुन्छ। र रिसोर्सेसमा चाहिँ तपाईँले यसको युजर म्यानुअल पाउन सक्नुहुन्छ है त। र तपाईँलाई चाहिँ यहाँनिर केही नोटिफिकेसन कुनै कम्पनीको बारेमा पनि जानकारी प्राप्त हुनेछ। जस्तै लगइन सक्सेसफुल, वेलकम टु नासा एक्स भनेर यहाँ दिएको छ। बाई अर्डर मोडिफाई बाई नेप्से फर एमएलबिएस क्वान्टिटी 10 1590 रुपियाँ फर भनेको छ। मैले यो चाहिँ बाई अर्डरलाई चाहिँ मैले मोडिफाई गरेको थिएँ। त्यस पछाडि बाई अर्डर एक्सेप्टेड बाई नेप्से भनेको छ। तपाईँले अर्डर हाल्दा पनि यहाँनिर चाहिँ नोटिफिकेसन बस्न जानेछ। र यसरी हामीले चाहिँ यो नासा एक्सको सम्पूर्ण डिटेल्सहरूको बारेमा मैले जानकारी दिइसकेको छु। र नासा एक्सबाट पनि अब हामीले यसरी सेयर चाहिँ कारोबार गर्न सकिने रहेछ। जो साथीहरूले ब्रोकर नम्बर 58 प्रयोग गरिरहनु भएको छ उहाँहरू सबैजनाले चाहिँ यस भिडियोलाई लाइक गरिदिनु होला, धेरैजना साथीहरूमा सेयर गरेर पुर्याइदिनु होला। र जसले चाहिँ नासा एक्स प्रयोग गर्नुभएको छैन बिस्तारै अपडेट भएर तपाईँहरूको पनि नासा एक्स नै प्रयोग गर्नुपर्ने हुन्छ। पुरानो एकाउन्ट चाहिँ डिसेबल हुन जानेछ साथीहरू। र नासा एक्समा चाहिँ धेरै जुन हामीले पहिले प्रयोग गर्ने टिएमएस अर्थात् ब्रोकर भन्दा चाहिँ धेरै राम्रा फिचर्सहरू रहेका छन्, जुन तपाईँहरूलाई मैले सामान्यतः सम्पूर्ण विषयवस्तुमा जानकारी दिइसकेको छु। योभन्दा अन्य विषयवस्तु पनि छन् जुन हामीले मार्केटमा अर्थात् चार्टमा गएर कुनै पनि कम्पनीहरू सिधै सर्च गरेर त्यो कम्पनीलाई यहीँबाट पनि ट्रेड गर्नलाई सकिन्छ। राइट क्लिक गरेर चाहिँ ट्रेड गर्न सकिन्छ। त्यो सम्पूर्ण अपडेटहरू अर्थात् आगामी दिनहरूमा पनि यसमा अझै धेरै सुधार भएर आउनेछ। यो भर्खरै लन्च भएको छ। र यसबाट चाहिँ धेरै फोरेक्स ट्रेडिङ गरे जसरी नै नेप्सेको चाहिँ एभ्री सेकेन्डको मोमेन्टहरू चाहिँ हामीले ट्र्याक गर्नलाई पनि सकिन्छ है त। र तपाईँ यसबाट चाहिँ यो चार्टबाट कुनै पनि कम्पनीको बारेमा जान्न चाहनुहुन्छ भने जस्तै तपाईँले एमएलबिएसको बारेमा हेर्न सक्नुहुन्छ। एमएलबिएस यसरी तपाईँले कुनै पनि कम्पनीको मोमेन्टम्सहरूलाई यहाँ आएर हेर्न सक्नुहुन्छ है त।